लोकसेवाको विद्यार्थीले चाहिँ हरेक चीज देख्दाखेरि चाहिँ त्यसमा चाहिँ आफूलाई काम लाग्ने वा पढ्नुपर्ने चीज चाहिँ के छ भनेर हेर्नुपर्छ भन्छन्। अनि सन्दीप छेत्रीको एउटा भनाइ छ कि म भात खाने थालमा पनि टिभी देख्थेँ साथी भन्ने खालको। अनि सफलताका प्यासीहरूले चाहिँ के गर्नुपर्छ रे भन्दाखेरि चाहिँ वर्ड्स इन इट फर मी भनेर भन्ने कि आफूलाई चाहिने चिज चाहिँ यहाँ के छ भनेर हेर्नुपर्छ हरेक चिजमा। फिल्म हेर्न आएको यो टिकटमा चाहिँ दुईटा ट्याक्स लगाएको देखेँ। एउटा लोकल ट्याक्स 4% र भ्याट चाहिँ 13% लगाएको छ। अनि यो दुईटाले चाहिँ संविधानलाई चाहिँ कहाँ छुन्छ हेरौँ। नेपालको संविधानको धारा 59(1) ले स्थानीय तहले आफ्नो आर्थिक क्षेत्रभित्र आर्थिक अधिकार प्रयोग गर्न सक्ने भनेर भनेको छ। अनि त्यसपछि गएर धारा 60(1) ले फेरि के भन्छ भन्दा स्थानीय तहले आफ्नो आर्थिक क्षेत्रभित्र कर लगाउन र राजस्व उठाउन सक्ने भनेर भनेको छ। त्यसो भइसकेपछि अनि यो आर्थिक अधिकारभित्र त पर्ने भयो, तर यो मनोरञ्जनको कुरो कि आज स्थानीय तहको आर्थिक अधिकारभित्र पर्छ त। यहाँ त लोकल ट्याक्स भनेर लेखेको छ भनिसकेपछि फेरि स्थानीय तहको के भन्छन् अनुसूची हेर्दाखेरि चाहिँ नेपालको संविधानको अनुसूची 8 स्थानीय तहको अधिकारको सूचीभित्र क्रम सङ्ख्या 4 मा चाहिँ के भनेको छ भन्दाखेरि स्थानीय करको व्यवस्था गरेको। अनि त्यो भित्र चाहिँ मनोरञ्जन कर भनेर राखिसकेपछि त यो त के हुन्छ मनोरञ्जन, यो मुभीको कुरो त मनोरञ्जनमै पर्यो भनिसकेपछि यो स्थानीय तहको आर्थिक अधिकार क्षेत्रभित्र पर्यो, जसमा चाहिँ स्थानीय तहले कर लगाउन र राजस्व उठाउन सक्ने भयो। अनि त्यसपछि फेरि यसमा चाहिँ जुन 13% भ्याट लागेको छ, यो भ्याट चाहिँ फेरि के भन्छ भन्दाखेरि नेपालको संविधानको अनुसूची 1 सङ्घको अधिकारको सूचीको क्रम सङ्ख्या 9 मा चाहिँ के भनेको छ भन्दा मूल्य अभिवृद्धि कर भन्ने शब्द राखेको छ। त्यसो भइसकेपछि यो चाहिँ के भन्छ भ्याट चाहिँ नेपाल सरकारलाई जाँदो रहेछ। अनि फेरि संविधानको फेरि के भन्छ भन्दा संविधानको धारा 60(2) फेरि के भन्छ भन्दाखेरि नेपाल सरकारले सङ्कलन गरेको राजस्व सङ्घ प्रदेश र स्थानीय तहका बीचमा न्यायोचित रूपमा वितरण गर्नुपर्ने भन्ने व्यवस्था गरेको छ। यसरी हेर्दाखेरि चाहिँ यो एउटा मुभीको टिकटमा पनि संविधानका यति धेरै कुराहरू जोडिएका हुँदो रहेछन्।